Rising Star Innovation ICT Award 2025 winner, Mindbridge. Congratulations, Mindbridge. Oh my God, that energy, that namaskar. Oh my God, congratulations. Rising Star Innovative Award, Mindbridge. Oh my God, the energy is super hyped on stage. सन्वेको तर्फबाट सन्वे AI स्कलरशिप पनि उहाँले प्राप्त गर्दै हुनुहुन्छ। हामी त यति छेउमा आयौँ कि अलि बिचमा जाउँ न, अलि बिचमा जाउँ, पछाडि गयौँ फेरि अलि बिचमा। Oh my God, Mindbridge. Oh my God. In these 10 years, you're the first one who created this hype on stage. अब Mindbridge यति ह्याप्पी छ हैन, यति खुसी छ, यति धेरै चाहिँ मलाई पनि एनर्जी प्रदान गरेको छ। मैले Mindbridgeलाई बोल्न लगाउँछु है त, तर एकदम थोरै बोल्न लाउँछु, 1 घण्टा बोल्न लाउँदिन है। ओके, Rising Star Innovation ICT Award, Mindbridge. Category A का सबैजनाले टिकको तर्फबाट 10,000 subscription voucher, टिङटिङको तर्फबाट गिफ्ट ह्याम्पर जुन सोजनजीले दिइसक्नु भएको छ, होम डेकरको गिफ्ट ह्याम्पर विथ भाउचर, म्याक्स इन्टरनेसनलबाट $5,000 AWS क्रेडिट इमेलको थ्रुबाट पाउनुहुनेछ र सनवे कलेजको तर्फबाट 2 स्टुडेन्टलाई सनवे AI स्कलरशिप अवार्ड पनि प्राप्त गर्दै हुनुहुन्छ। र साथसाथै म टिकको तर्फबाट हाम्रो CEO प्रार्थना साखाज्यूलाई पनि स्टेजमा बोलाउन चाहन्छु, बिकज शी इज द वान हु विल गिभ अवे टिकको 10,000 सब्सक्रिप्सन भाउचर। ओके, होल्ड अन। यति धेरै गिफ्ट ह्याम्पर आउँदैछ, यहाँ बिचमा बस न, कहाँ दौडेको कम। Mindbridge, ओके, प्रार्थना शाखाको तर्फबाट या भनौँ टिकको तर्फबाट 10,000 बराबरको सब्सक्रिप्सन भाउचर र साथसाथै होम डेकरको तर्फबाट गिफ्ट ह्याम्पर। आयुष कसजुज्यू, क्यान वी हेभ यु अन स्टेज फ्रम होम डेकर? You could join for the picture, come on. Or gift hamper चाहिँ बाहिर लबीमा पनि हामी लिन सक्छौँ। Thank you everybody for joining on this victorious celebration. Mindbridge, you get 2 minutes of victory speech now. There, from the other side. Now decide who's going to do that. ल Mindbridge ले बोलिसकेपछि होम डेकरको तर्फबाट हामी यो दिनेछौँ। पहिला बोल्नु अनि त्यसपछि अर्को गिफ्ट पनि आउँदैछ। ओ माई गॉड, गिफ्ट आइछ। Hello everyone, it's me Kritam Bhattrai with my team. So Mindbridge चाहिँ हामीले 1 वर्ष अगाडि एउटा ह्याकाथनमा सुरु गरेको हो। We are computer engineering students from IUE पूर्वाञ्चल धरान है। सो धरानमा पढ्दा फेरि एउटा च्यालेन्ज के छ भन्दा फेरि इच एन्ड एभ्री इभेन्टको लागि चाहिँ हामी काठमाडौँ आउनुपर्छ है। सो हरेकचोटि आइरहेछौँ र ICT अवार्ड वान अफ द बिगेस्ट नेसनल टेक अवार्डको लागि हामी जितिरहेको छौँ है। सो थ्याङ्क यू सो मच एभ्री वान, थ्याङ्क यू आवर प्यारेन्ट्स, IUE पूर्वाञ्चल क्याम्पसको सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। आवर जजेस, इच एन्ड एभ्री पार्टिसिपेन्ट्स, सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु है। सो Mindbridge के हो त, यस्तो सर्ट इन्ट्रोडक्सन पनि दिन चाहे है। Mindbridge चाहिँ डिस्लेक्सिया भन्ने एउटा डिजिज हुन्छ है। सायद तारे जमिनपुर मुभी सबैजनाले सुन्नु भएको छ होला होइन। सो तारे जमिनपुर मुभीमा ईशान क्यारेक्टर छ नि, सो द्याट ईशान क्यारेक्टर इज डिस्लेक्सिक के। उसले बेसिक वर्ड्स पढ्न सक्दैन, वर्ड्सहरू पढ्न भिजुअलाइज अन्डरस्ट्यान्ड गर्न सक्दैन है। सो Mindbridge चाहिँ एउटा Mindbridgeसँग AI पनि छ, एनिमेसन्स पनि छ, अगमेन्टेड रियालिटी पनि छ होइन। सो बच्चाले चाहिँ ट्रेडिसनल मेथडबाट पढ्न सक्दैन भने चाहिँ हामी गेम्सहरू, एनिमेसन्स, एकदम इन्टरेक्टिभ गिफ्ट्सहरू होइन, गेमहरूबाट चाहिँ हामी बच्चाहरूलाई सिकाउँछौँ है। सो दिस इज अल अबाउट आवर प्रोडक्ट है। सो सँगसँगै के भन्न चाहन्छौँ भन्दाखेरि हामी आज जितिरहँदा फेरि हामीसँग फन्डिङको धेरै नै अभाव रहेको छ होइन। सो जतिजना पनि हुनुहुन्छ, इफ समवन वान्ट्स टु फन्ड अस, थ्याङ्क यू सो मच। सो कसैले फन्ड गर्न चाहनुहुन्छ भने प्लिज
वी वान्ट ह्युज फन्डिङ है, हामी यसलाई इन्टरनेसनल लेभलमा लैजान चाहन्छौँ। लास्टमा भन्न चाहन्छौँ कि एजुकेसन इज मस्ट, Not only for you, but for everyone. थ्याङ्क यू सो मच। Thank you, Mindbridge. Hold on for a second. Hold on. Mindbridge, hold on for a second. You've got a gift hamper from Home Decor as well. Home Decor ले पनि तपाईलाई gift hamper दिँदै हुनुहुन्छ। कति बाटो छ यो जेनेरेसन, आइडिया पिच मात्र गरेन कि फन्ड पनि हर्न गरिसकेको छ। What a beautiful moment. Thank you. धेरै धेरै धन्यवाद र धेरै धेरै बधाई। Thank you. अब यो स्टेजको दायाँपट्टि गएर आफ्नो विनिङ भिडियो चाहिँ बाहिर खिचिदिनु होला है त। Thank you.